बालेनजी र म मिलेको हेर्न चाहने लाइक गर्नु होला। म गर्दै गर्दिनँ, लाइकै गर्दिनँ। किन गर्ने हो र? तपाईँलाई त्यो बेला चुनाव अगाडि हर्कदाई मिलेर जाउँ भन्दाखेरि होइन, बालेन र राजसपा भनेको त विदेशी एजेन्ट हो, यिनीहरू जस्तो चोर फटाक कोही छैन, यिनीहरू सरकारी ठग हो। अहिले श्रम तथा रोजगार मन्त्री खाली हुने बित्तिकै बालेनजी र म मिलेको हेर्न चाहनुहुन्छ अरे? तपाईँलाई त्यो मन्त्री नै दिँदैन? तपाईँलाई त्यो मन्त्री दिएन म त आन्दोलनमा माइती घरमा आन्दोलनमै आउँछु त। ऊ बेला खेतो खनेर दिनको 70वटा स्ट्याटसमा 60वटा त राजसपा र बालेनकै विरुद्ध थियो त। अहिले चाहिँ किन मिल्नु पर्यो? पदको भोगी बुढा तपाईँ। अब त्यही यहाँनिर हेर्नु त, त्यहाँनिर हाम्रो प्लटिङ गरेर आएको छ, त्यहाँ ढुङ्गा बोक्ने मान्छे चाहिरहेको, बरु फुर्सद भयो बेला आउनु यहाँ ढुङ्गा बोक्नु, यहाँबाट उतासम्म लाने ढुङ्गा बोकेर है। ल आउनु, चुनाव ठ्याक्क त्यो संसद बैठक बाहेक अरू दिन छुट्टी हुन्छ नि, छुट्टीको दिन यहाँदेखि उतासम्म ढुङ्गा बोक्ने है। दाजुभाइ टक्क ढुङ्गा बोक्नुपर्छ। तपाईँ र बालेनजी मिलेको हेर्न चाहनु, ऊ बेला मिलेको भए मिलेको हुन्थ्यो। अहिले त है। ल धन्यवाद।